हेलो गाइज, वेलकम बैक टू माई च्यानल। हामी चाहिँ आज घर जाँदैछौँ। भक्तपुर काभ्रे जो चाहिँ मेरो बाइक यसरी ढोका झाँक्री के यहाँ हालेर यसरी उ गरिरहेछ। यहाँ मसँग दिदी जाँदैछन्। हामी दुईजना जाने हो। बस्ने ठाउँ पनि यस्तो छ। यहाँ हेर्नुहोस्, यसरी डोडम राखेर बाइकमा मान्छे दुईजना बसेर यसरी जानुपर्ने हुन्छ आज चाहिँ। सो हामी चाहिँ आज काभ्रेको टुर जन्मघर। अब हामी यहाँ हिँड्छौँ। अब हामी चाहिँ अहिले खस्रे भन्ने ठाउँमा आइपुग्यौँ। यो खस्रेको डिलबाट हेर्दा चाहिँ यस्तो देखिँदो रहेछ गाइज। यो चाहिँ काभ्रेको खस्रे भन्ने ठाउँमा आइपुगेछौँ हामी अहिले। दिदी हामी दुईजना जान्छौँ। अब आजको यात्रा काभ्रेतिर बाटो हुँदै जान्छौँ हामी। अब हामी एकैचोटि दोललघाट गएर भेट्छौँ तपाईँहरूलाई। दोललघाट खाना खान्छौँ। सो हामी दोललघाट गएर भेट्छौँ है त। गाइस, हामी चाहिँ दोललघाट आइपुगेका छौँ। अब यहाँ हाम्रो सुनकोशी होटलमा खाजा खान्छौँ। ल गाइस, हामी चाहिँ घर आइपुग्नु लाग्यौँ। अब यहाँबाट यो उकालो जानुपर्ने हुन्छ। मम्मी पनि उता आइसक्नु भएको छ। यस्तो छ बाइकको हालत। यता दिदी हुनुहुन्छ, पुरै टिकटक माथिको घर गइन्छ। मेरो घर चाहिँ यहाँ माथि छ गाइस होइन। यो मेरो घर चाहिँ यो दुईवटा घर टक्क यसरी यस्तो छ। दुईजना लौरो टेक्दै हिँडेछन्, म पनि हिँड्नुपर्ने हुन्छ। बाटो एकदम अप्ठ्यारो छ।
आइया आइया दरेम भइहाल्यो नि भाइ दरेम हरिया काँक्रा करेम वाउ साग वाउ दामी साग नस्पातीको रुख बनाना खानुपर्छ भोलिपछि बिहान 8 बजी हिँडेको अहिले कति बज्यो ल गाइस हामी चाहिँ आल्चा खाँदैछौँ गाइस आल्चा गाइस यस्तो खानुपर्छ गाइस नो त्यहाँ हिँड्नलाई मम्मीलाई गाह्रो यस्तो भन्छन् मम्मीलाई गाह्रो भन्छ अरे त्यहाँनिर हिँड्नलाई यस्तो खान्छौँ हामीले खाउँ न ले हामीले खाउँ वाह कति मिठो ओहो ताजा चाहिँ आफ्नो बारीको यति मिठो हुने है यो हो नि त नखाउँ भने नि कस्तो खाउँ लाग्ने लाग्यो अरे यहाँ गाउँकै त्यो राम्रो सो यता पुरानो घर नि देखाइदिएँ यता नयाँ घर पनि देखाइदिएँ हेर्नु भएको यहाँ आउनु भएको भरि हेर्नलाई के भन्नुहुन्छ हो यो भने मैले यसरी राख्ने भने क्या यहाँ सर र यसरी यहाँबाट हो त्यसरी आँप यहाँ सरेछ गाइस आँप सरेछ दिदी ए मैले रोप्दा चाहिँ सरेछ काठमाडौँ भन्दा मलाई चाहिँ गाउँै रमाइलो लाग्छ गाउँमा चाहिँ एकदमै मलाई मन किन हो गाउँ रमाइलो लाग्छ लाउरे फुल अरे भिडियो अर्कोमा हेरौँला लाइक सब्सक्राइब गर्दै गर्नु होला है त गाइस।